अब यसरी चाहिँ हामी खाना खान लागेको छौँ है ल अब म चाहिँ सुरु गरेँ ल म भन्छु कस्तो छ वाउ दामी गाउँमा खानुको मजा बेग्लै छ साथीहरू है गाउँमा खानुको मजा बेग्लै छ साथी अब यसरी चिसो नि खाएँ है मैले यस चाहिँ यसरी खाना खानेको मजा बेग्लै हुन्छ है पिरो किन कम हालेको यो सब्जी खाने दादा ऊ हो के मिठो हो मान्छे नचाल्दै मुहुँदै यो फेरि गाभाको सब्जी है मैले खाना खाने मैले खाना खाँदा नै तिमीलाई थुक्ने नै हुन्छ अनि बर्बाद हुन्छ यस्तो भयो गाह्रो छ हो गाउँघरको अर्ग्यानिक र दाउरामा पकाएको खानाहरू नसिबमा हुनेले मात्रै खान पाउँछ है सहरमा बसेर खाना पाउनु जस्तो खानेकुराहरू विषादी छरेको खादहरू गरेको ब्रोइलर कुखुराहरू मात्रै हो यहाँको मजा बेग्लै छ है भाले बाँसिरहेको छ फेरि भोलि पनि आइज है भनेको छ रात कुरो भनिरहेको त्यो कस्तो नि त्यो रातवाला बसे गर्छ नि काटेर खानुपर्छ राति जान्न के राति जान्न आइबस्छ मेरो घर आज 2 दिन भयो बसिरहेको फोन नै आएन